हेलो एभ्रिवान, तपाईँहरूलाई थाहा छ तपाईँहरूले पनि क्लाउड र वर्डप्रेसमा एउटा प्लगइनको थ्रुबाट सिधै क्लाउडबाटको कमान्डको भरमा यस्तो एउटा टुल साइटहरू बनाउन सक्नुहुन्छ। यो अलिकति एडभान्स भयो। मैले यसमा अलि आफै पनि बनाएको छ होइन, कुनै 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 एआईबाट उ गरेको छु। तर यो होम पेज चाहिँ जुन छ नि, यो चाहिँ मैले एआईकै हेल्पबाट बनाएको हो। अनि यसरी टुल्सहरू तपाईँहरूको यहाँ सबै टुल्सहरू छ। र आज चाहिँ म तपाईँहरूलाई यो यस्तो कसरी गर्ने के गर्ने भनेर एउटा सानो डिस्क्रिप्सन दिइदिन्छु। र यसको लागि फुल भिडियो चाहिँ म बिस्तारै बिस्तारै चाहिँ म एउटा युट्युब च्यानलमा चाहिँ फुल भिडियो कसरी टुल साइट बनाउने, एसइओ कसरी गर्ने त्यसको, र त्यसबाट चाहिँ मोनिटाइजेसन कसरी गर्ने, यो सबै म चाहिँ बिस्तारमा सबैले बुझाइदिन्छु तपाईँहरूलाई। त्यसको लागि चाहिँ मैले के गरेको युज गरेको छु भन्दाखेरि एउटा प्लगइन युज गरेको छु जसको नाम चाहिँ एउटा नोभा मिरा हो। नोभा मिरा चाहिँ तपाईँहरूले प्लगइन स्टोरमा पाउनुहुन्न। नोभा मिरा भनेर सर्च हान्नुपर्ने हुन्छ तपाईँहरूले। अनि यहाँ गर्ने बित्तिकै नोभा मिरा एउटा डट एआई भन्ने एउटा साइट पाउनुहुन्छ तपाईँहरूले। यसमा गइसकेपछि डाउनलोड फर फ्री गर्नुभयो भने यसको प्रो भर्जन नै छ, तर फ्री भर्जन तपाईँलाई इनफ हुन्छ। अनि डाउनलोड जिप गरिसकेपछि यसको प्लगइन हुन्छ, र प्लगइन चाहिँ तपाईँहरूले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अनि त्यसमा आइसकेपछि नर्मल्ली यसमा सबै यो अफ हुन्छ, अन गरेर सेभ सेटिङ गर्ने। अनि क्लाउड डेस्कटप तपाईँहरूले क्लाउड डेस्कटप चाहिँ तपाईँहरूले डाउनलोड गर्नुपर्ने हुन्छ। डेस्कटप अथवा जे छ त्यो डाउनलोड गर्नुपर्ने हुन्छ। अनि त्यो भइसकेपछि यहाँ ओथमा आएर अनि यहाँ कपी गर्नुपर्ने हुन्छ तपाईँको। अनि त्यो गरेर यहाँ कनेक्टर्स तपाईँहरूले कहाँ कनेक्ट गर्न मिल्छ। र म चाहिँ तपाईँहरूलाई एउटा उ देखाउँछु होइन, एउटा सर्ट एउटा डेमो देखाइदिन्छु के भनेर। मैले चाहिँ यो के अरे म यसमा चाहिँ अब सबै मैले पहिले गरिसकेँ, तर म यसमा चाहिँ एउटा सिटिए हाल भन्छु होइन। कन्ट्रोल डी भयो होइन। त्यसपछि क्यान यु एड इन मैले नर्मल यति केही पनि उ दिएको छैन, नर्मल यति एउटा एड गरिदिएँ भनेर भनिरहेको छु एउटा इमेज दिएर। अनि त्यसले चाहिँ अब यसले एनालाइज गर्छ अनि हाम्रो एक्सेस गर्छ क्या। त्यो चाहिँ मैले एक्सेस चाहिँ केबाट गराएको छु भन्दाखेरि यहाँ के अरे मेरो मेरो फ्री प्लानै हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। मैले चाहिँ कस्टमाइजमा गएर होम पेज आई टर्न द प्लेन अकाउन्ट इन्टु अर एक्सनेबल भनेको छ। अन्त म तपाईँहरूले चाहिँ एउटा कनेक्सनमा गएर मैले चाहिँ स्किल यहाँ गरेर छ अरूलाई चाहिँ डेभलपमेन्ट मोडमा गएर हाल्नुपर्छ, तर मैले चाहिँ एउटा यसलाई एज अ एउटा कनेक्टर्स मैले बनाएको छु। अनि कनेक्टर्स मैले कनेक्ट गरेको छु। अब मैले चाहिँ एउटा फ्री भर्जनमा एउटा मात्र गर्ने भएर एउटा गरेँ, तपाईँहरूले पनि गर्न सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ अब ट्याक्कै डाइरेक्टली यहाँ गएर तपाईँहरूको यहाँ कनेक्टर्स भन्ने हुन्छ क्या, एउटा कनेक्टर्स कपी गर्नुपर्ने हुन्छ, यहाँ कनेक्टर्स कपी गर्नुपर्ने हुन्छ। अनि त्यहाँ गएर पेस्ट गर्दा यो हुन्छ। त्यसपछि यसले चाहिँ सबै तपाईँहरूको गर्नुहुन्छ। अब यसले चाहिँ सबै भइसक्यो जस्तो छ है। टक्कै हेर्नु, एक्सप्लोर भनेर एउटा बटन हालिदियो नि, यहाँ हेर्न सक्नुहुन्छ। एक्सप्लोर 71 टुल्स, एक्सप्लोर 28 टुल्स, एक्सप्लोर 39 टुल्स भनेर हाल्यो नि। यस्तै गरी तपाईँहरूलाई के चाहिन्छ होइन, एक्ज्याक्ट मैले चाहिँ नर्मल भने नि त। अनि त्यस्तै गरी तपाईँहरूले गर्न सक्नुहुन्छ। मैले पनि हेर्नु है त, यसको लागि के अरे यो होम पेजै मैले बनाइदिएँ भनेर भनिरहेको छु क्या। अब यसलाई तपाईँहरूले एलिमेन्टरमा गएर पनि बना भन्न सक्नुहुन्छ। यो चाहिँ यसले कोड बनाएको छ, तर मलाई चाहिँ एलिमेन्टरमा विजिट टाइपको होम पेज चाहियो जसलाई चाहिँ म एडिट गर्न सक्छु भनेर तपाईँहरूले जे पनि कमान्ड दिन सक्नुहुन्छ। अझ पेड लिनुभयो भने त एकदम खतरा हुन्छ। तपाईँहरूको डेभलपमेन्ट कुनै पनि डेभलपमेन्ट एजेन्सीहरू नै हायर गर्नुपर्ने, यसबाट एकदम खतरा खतरा साइटहरू बनाउन सक्नुहुन्छ। त्यो ट्राई गर्नु होला है त। अझ केही प्रब्लम छ भने मलाई तपाईँहरू सोध्न सक्नुहुन्छ।